संस्कृत व्याकरणका पिता महर्षि पाणिनिको तपोभूमिमा हुन लागेको पाणिनि तपोभूमि सम्मेलन 2081को तयारी अन्तिम चरणमा पुगेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्मेलन स्थलको स्थलगत निरीक्षण गरी तयारी अवस्थाबारे जानकारी लिनुभएको हो। अर्घखाँची जिल्लाको पाणिनि गाउँपालिका क्षेत्रलाई केन्द्रबिन्दु बनाई सम्मेलन चैत्र 27 र 28 गते आयोजना गर्न लागिएको सम्मेलनको पूर्व सन्ध्यामा मुख्यमन्त्री आचार्य सहित सुरक्षा समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू तथा सरकारवाला निकायहरूको टोलीले अवलोकन भ्रमण गरेको हो। स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्व राख्ने पाणिनि तपोभूमिको समुचित व्यवस्थापन र प्रसार मार्फत यस क्षेत्रलाई विश्वभर चिनाउन सम्मेलनले महत्त्वपूर्ण योगदान पुर्याउने बताउनु भएको छ। उहाँले सम्मेलनको तयारीका क्रममा सुरक्षाको व्यवस्था, यातायात, आवास, खानेपानी, सरसफाई, अतिथि स्वागत तथा कार्यक्रम सञ्चालन सम्बन्धी पक्षहरूबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायलाई प्रभावकारी कार्यान्वयनको निर्देशन समेत दिनुभएको छ। संस्कृत व्याकरणका पिता पाणिनिको तपोभूमि पहिचान, त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक, पर्यटकीय विकास र व्यापकता सम्मेलनको उद्देश्य रहेको छ। स्थानीय तह, प्रदेश सरकार तथा पर्यटनसँग सम्बन्धित निकायहरूको संयुक्त आयोजनामा हुन लागेको उक्त सम्मेलनले पाणिनि क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।